टेन्सन यो होइन कि एएफसीले दशरथ रङ्गशालामा गेम गर्न ब्यान्ड गरिदियो। टेन्सन यो हो कि गेम हुन जम्मा 25 दिन बाँकी छ, अहिलेसम्म क्लोज क्याम्प सुरु भएको छैन। म्याट्रस होटलबाट दशरथ रङ्गशालाबाट एन्फाबाट होटल यति मात्रै छ, खेलाडी देख्न पाएको छैन। रङ्गशाला राष्ट्रिय फुटबलको लागि बने होइन। रङ्गशाला बन्यो केपी ओली कप, सभापति कप, एनएसएल, दीक्षान्त समारोह यस्तो यस्तोको लागि हो होइन। अब दशरथ रङ्गशाला महिला टिमको लागि एकदम रेडी छ, किनकि यो हुन्छ महिला टिमको त यो आउँछ नि त। पुरुष टिमलाई कहिले चिनेकै छैन, अहिले गेमै हुँदैन। पहिलो कुरा वर्षमा एउटा गेम हुन्छ, 2 वर्षमा 2टा गेम हुन्छ। एउटा गेम खेलिसकेपछि अर्को त्यो टोली सर्लक अस्ट्रेलिया, अब अर्को टोली लिएर आउनु पऱ्यो। को चिन्छ? लगातार हुन्छ नि, वर्षौँ 100औँ वर्ष नन स्टप लिग हुने देशमा पनि 10 दिन 15 दिनको उनीहरू क्लोज क्याम्प राख्छ यार। प्रोफेसनल, हाइली प्रोफेसनल खेलाडीहरूको। यी झाँट प्रसादहरू 25 दिन हुँदा अझसम्म क्लोज क्याम्प राख्न सकेका छैन। खेल मैदान र सुरक्षाको कारणले उक्त खेल मलेसियाको जोरबारो मरे। को मान्छे आउँछ र सुरक्षाको तनाव छ? कोही आउँदैन केटा, कोही पनि आउँदैन। को हेर्न आउँछ? डेब्यु गरे मान्छेले हेर्न को आउँछ? आउँदैन कोही नि। बन्द गरे यो नाटक साटक, खारेज गरे हेर्नु।